अब पिङ हाल्ने काम हुँदैछ। त्यो फाल्न पर्ने अलिअलि ल एउटा पोल चाहिँ गाडियो। गाइज हामीले चाहिँ दसैँको लागि पिङ तयारी गर्दैछौँ। लुङ्गे पिङ बाँस दसैँको भाइब लागिरहेछ। सबैजना पिङको लागि तयारीमा जुटिरहनु भएको छ। यहाँ चाहिँ पानी पनि परिरहेछ, घाम पनि लागिरहेछ गाइज। पानीसँगै काम पनि भइरहेछ। पानी आएर सबजना भाग्नको लागि पानीले गर्दा हाम्रो काम बिचमै रोकिएको छ। सबै पानी पर्यो, सबजना ओतिर लागेछ। हाम्रो उतापट्टि साइडमा घाम लागिरहेछ, यतापट्टि साइडमा पानी परिरहेछ। गाइज हामी फेरि पानी पछिको यो दृश्य हेर्न सक्छौँ। भर्खरै पानी परेर चाहिँ हाम्रो काम एकछिनको लागि स्टप भएको थियो। पानी पर्न छोडिसकेको छ। एकछिन अर्को नि हालिहाल्नु अनि पुर्ने दुईजना भयो। यो नि हालिहाल्नु
फेरि आयो अनि त फेरि आयो नि एउटा हालिदिइहाल्यो म लास्ट हालिदिनु पानीले हामीलाई यहाँ काम गर्न दिइरहेको छैन हामीले दुईटा बाँस चाहिँ काटिसकेको छौँ एउटा यता एउटा उता छेउमा एउटा त्यो एउटा यहाँ छ खुर्पा ल्याउ त सुजा खुर्पा ल्याउ न खुर्पा यता कुदा खोलमा छ अरे क्या ठ्याक्कै हाम्रो चाहिँ यो पिङ बाटो हिँड्ने बिच बाटोमा सेन्टरमा छ बाटो हिँड्ने मान्छेलाई नि भयो होइन छिट्लो खुर्पा आउँदैछ उताबाट खुर्पा सुजा तिवारी यता ल्याऊ यता पिङको तयारी दसैँ लगाइसक्यो गाइज ध्रुव सर दिनेश सर लेखे सर गाइज लुङ्गे पिङ थाप्न गाह्रै छ जम्मा कतिजना एकजना दुई तिन चार पाँच 7 जना छौँ 7 जनाले लुङ्गे पिङ रेडी गर्दै खाल्टो चाहिँ यहाँनिर झर्नु पर्ने हुन्छ बाँस लामो छ त्यही भएर यहाँ गर्न अलिक गाह्रो भइरहेछ पारिपट्टिको धादिङ बसेरी गलने बुढाथुम गोर्खा जिल्ला आजगढ आर्खेत डोडिनी कतिको मुनि राख्ने हो पोहोरको खामा लाउनु पर्यो ल छिटो फटाफट ओहो पोहोरको भन्दा अलि अग्लै भएछ है अलिकति हाम्रो कान्छो भाइ जाँदो रहेछ मलाई थाहा भइसक्यो त्यो पहिला हामीले थाहा पाएको थियो नि सन्तोष त्यहाँ रामा र तिमी गएको थियौ को गएको थियो अनि
थाप्दैन भने त्यो त खुट्टा कामेरै हुँदैन क्या मन सक्दैन जाँदैन क्या अर्याल पोल्ने बेला त केटाहरूलाई पठाउने हो अगाडि अनि यो ल हो त्यसै गरेर एउटा तानेर अनि त्यो हुन्छ नि त्यहाँ बल्ल अनि उहाँको अलिक त्योभन्दा तल्लो चोक छ नि बाने ठाउँ ठ्याक्क अनि त्यो उम्मुन्दै अनि फर्काउने हो त सुति तान्ने न डोरी त्यो बाने ठाउँकै ठ्याक्क बाने ठाउँकै लेखे खिचाम तान्नै जानेन क्या यार यता ल्याउनु पर्छ ल छोडिदिउँ हो त्यो ठ्याक्क त्यही चोक भाइ मानि ठिक पर्छ यहाँ ठिक पर्छ भने यहाँ ठिक पर्छ होइन ठिक्क परेर लेखे ल म तानिदिन्छु कि यहाँ यस्तै ठिक हुन्थ्यो ओ ल ओहो त्यो चोकमा ठिक हुन्थ्यो चोकमा हाले बोल्नु हुन्छ क्या यो हल्ले क्या बढी यार लेखेर जान एकदम अप्ठ्यारो उँभो चोक रहन्छ चोकमा हाल्नु पर्छ बलियो चोकमा हाल्नु भए हुन्थ्यो त्यो जानु पर्यो नि त सबै चोक के भयो त्यो चोकमा बसेन नि त ठ्याक्क त्यहाँ गएर माग्छु मार्ले आज तासे बोल त भेटा भेट मानौँ न अलि सन्चै ठुल्पा जान्थ्यो होला नि त नि यार घाँसा बुटा त चढ्न डराउँछ जोडी हाल्छ खुर्पा छ खुर्पा माथि बोल लेखे घरको खुर्पा काम छैन आमा हाम्रो घरको खुर्पा ल्याइदिनु न किन काम नभएको खुर्पा त्यो बाबुलाई पठाइदिनु न जाउलेर हुन्छ डोरी ल्याउनु त डोरी ठिक हुन्छ डोरी उडाइदेऊ त डोरी उडाइदिनु त यो सानो उडाइदिनु हुन्छ अहिले हल्दाउनु मात्रै एकछिन अल्झाउनु क्या अनि जानु वहाँ गएर बाँड्न सहिलो हुन्छ नि त त्यो ठुलोले बाँध्नुपर्छ अहिले यसलाई अलिकति तान्नु त अलिक हो यतिकै ठ्याक बसेर उतापट्टि को जान्छ त्यो दुईटा तिमीहरू नै हो अब कहाँ झरेर जानु मिल्छ उता पस्नु पऱ्यो शान्तिलाई पठाइदिनु त्यहाँ ल बढी बढी भएर हाल्नु पर्छ ल मिडियामा भाइरल गर्नु पऱ्यो पाताला मान्छे शान्तिले तारा हाल्नु छिटो पाल्यो यो छोडिदिनु हो छोडिदिनु न छोडिदिए हो छोड्दै हाल्दा छोडिदिनु हो त्यसलाई चढाउने एउटा जान्छ होला नि त यो बाबु जान्छ होला नि त कहाँ म त पगेर गुरु भाग जान्छ डल्नु पर्यो
अन्त मजा भए है सधैँ बिगाए नै यसपालिको झन् ठुलो देख्छ त मजबुर हान्दा यो हान्बर आयो भने त यिनी ल्याइसो नि त त्यतिले बाँधेर त्यत्रो फुस्केला कति 4000 गरे थियो के अन्त अब झरेर जाने हुँदै कति जित्यो अरे कति हाल्छ दुईजना म के जान त्यहाँ दुईजना सौदा जाने एकैछिन यस्तो यो मेरो हातमा टेक्नु हो त्यहाँ कसले फोटो अडाइदिन्छु कि ल ओहो त्यहाँको डोरी डोरी फाल्दिनु त पहिला माथि ध्रुवदाई माथि माथि बस कटन बाँच्छ नत्र त त्यो मुनिको पढाइदिइ जान्छ तिमीहरू डोरी छोडिदेऊ न बिचारो हो त त्यो त काम बल पाउने अठाउनु त्यसलाई उता तान न पहिला शङ्खरको क्या शङ्खरकोलाई उता लाने पहिला भएन भने त्यसलाई उता लैजाने यता आज के भयो उता तानेर हो त्यो उता तान्दिन हो यस्तो छोड्दिनु त्यहाँ यता आउनु हो त्यो डोरी यता लिएर अब माथि जानु त्यो हो माथि माथि सोधिहेर है सोधिहेर कति गर्ने हो लेख दाइ मास्लोपट्टि छोटो भइसक्यो है भयो नाप्नु पर्छ नक्सा हेर्नु ठ्याक्कै कता केही चिज नाप्नु पर्छ क्या यो पनि कति भारी भइहाल्छ तान्नु पऱ्यो तिमीले यो माथि हो त्यो बेरेर विचार गर्नु पर्यो भने तान्न पर्ने हो बराबर हेर्नुपर्छ मिलाएर चाहिन्छ तपाईँ एकजना चाहिन्छ अघि चाहिँ भन्छ भन्नु छोडे बाबु उता जा है अब त्यो होइन अब यो तान्नु पर्छ अब यो त्यो ल न त्यो सुत्या मान्छेलाई बोलाउनु पर्ने भयो क्या डोरी तान्न त डोरी तान्न मान्छे पुगे होइन उनीहरू यत्रो वजनलाई यता तान्न पर्छ अनि बिस्तारै उताको ल है बराबर तान्न पर्छ
उताकोले ताने लगे मान्छे उताकोले खोइ तान्नै सकेन के जाने हो पुड्के तरी लसुन पुड्के त हरामी हुन्छ भाइ ल उताबाट तिमी जानु बाबु होइसिन के म देखाउँछु मोबाइल कान्छीतिर आउने फोटो खिच्छ कान्छी के भन्छ खै त यहाँ मानि नानी कान्छी बोलाउनु नि यहाँ बाबु जान्छ म जाँदिनँ क्या म त यहाँ यसो स्ट्यामिन मिलाउनु मात्रै हो त्यसलाई ढ्याङ्गै जाला ल ल बिस्तारै बिस्तारै ल डोरी फाल्दिम एकजना डोरी फाल्दिम त्यहाँ धेरै नतान्नु त्यो गाडी क्रस गरे छोएर हल्का छोडिदिनु त्यसलाई यता कुनाकोले चाहिँ बढी तान्नु हल्का त्यहाँकोले हल्का कम हे दुई भाइ दुई हात लम्का है ल जासी कहाँ मुनिबाट तुइन तरे हाम्रो अठेर अझै भयो माथि बोल्ने बुढो एकपट्टि फुट्थे मान्छे बोल्यो एउटा डोरीले पुग्छ डोरी छोटो छ दोकान दिएर बाँध्नु कति चाहियो अब यो दुईजना अन्य त बिहिन थाम्न चाहिँ मैले जाम भने पनि गऱ्यो अलिकति हो के गर्नु पर्यो भने भाइ यो बाख्रा चाहिँ बिस्तार समाउँदै बिस्तार छोड्नु पर्यो है यसलाई नछोड्ने अलिकति ब्यालेन्स मिलाउनु पर्यो क्या यसको ध्रुव यदि यो बाख्रा समाइदिन आउँछ उसले फुकाउँदा फड्किन्छ फेरि बिस्तार छोड्नु पर्यो त्यसलाई तपाईले यसलाई चाहिँ उतापट्टि अब चाहिँ पिङ रेडी हुन लाग्न लागिरहेछ अनि किन लुज भएको त नि यो एक लट मर्चिन त यतिकै चढरे कहाँ हुन्छ यार म यत्रो मान्छे पानी आयो भने आउँदैन पानी आयो माटो हेलेर